बोल्नु नि त लु साथीको मेडिकल छ 25 नम्बर जाने 25 नम्बर काउन्टर कहाँ हो सिधा जाने अनि जाने छिटो हुन्छ अरे यहाँ चाहिँ मेडिकल पनि राइट के लेफ्ट हो दायाँ हानेको ए राइट हो कहाँ 25 नम्बर इपे शाखा लेख्छ भन्दै थियो त त्यही हो कि टिकट काटेर यस्तो फर्म दिन्छ यो चाहिँ यो फर्म चाहिँ आफै फिलअप गरेर एक्सरे नम्बर 11 9 र 11 मा जानुपर्ने हुन्छ है त अब यहाँ फर्म भर्न गइरहेको छ बसन्त सेली आफैले भर्नु होला यो चाहिँ यो दलहरूले तपाईँलाई फोन गरेर हामीले 500 रुपियाँ खाइदिन्छ नि भर्छु भने नाम लेख्नु पऱ्यो फुल्ने त्यो सबै पऱ्यो नि एस एक्सहरू अनि त्यो त्यो उनीहरूले भनिदिन्छ क्या उनीहरूले यसमा अब तपाईँले पासपोर्ट नम्बर भन्नु पऱ्यो होइन अनि त्यहाँबाट एड्रेस मोबाइल नम्बर तपाईँले जे जे बुझेको छ त्यति मेरो भन्नु अनि दुईवटा प्रिन्टर वाला हुन्छ हामी पढाउनु नाम त्यो ल्यान्ड्री पढाउनु त्यो चाहिँ उनीहरूले भन्ने एक्सरे प्लस के हो ल्यान्डटक्स टिभीहरूको लागि रेडी हुँदैछ अनलाइन खुल्दैछ टिभी लागेको होइन रहेछ भनेर तर के हो त्यहाँ जोना आनेको जस्तो छ त के हो कस्तो हकार निकाल्ने प्र्याक्टिस हुँदैछ किनभने भित्रबाट भर्खरै उयो गरेर बनाएको छ टोइलेट मान्छेहरू सुरु गर्यो राम्रो खालको टिभी नाला निकाल्दो है टिभी नाला निकाल्दो गरेमा त भन्छ हौ फाइनली खराब निकाल्यो म बाँध्नु न पानी त्यो त खुस निस्केको छ राम्रै भएन कस्तो भयो के गरेँ के हुँदैन होला कति साह्रो के को लागि उयो 24 नम्बरमा टोकन लिने अनि त्यहाँबाट पैसा उता तिर्ने त्यहाँ सबै भनिदिनु हुन्छ ल केटोले आज एकजना फेरि नयाँ आत्मालाई हेल्प गरेको छ कोरिया जानलाई कति नम्बरमा रे अब हामी एक्सरेको लागि जाँदैछौँ के खकार दिइसक्यो टिभी पनि भयो हाइट वेट सबै अनि उहाँ नि हुनुहुन्छ ह्यान्डसम डक्टर साहब यतिकै जोसिएर निस्क्यो आवेशमा आइहाल्ने आवेशमा आउने बानी ठिक होइन आवेशमा आउने बानी ठिक होइन यहाँनिर आउँदाखेरि एका बिहानै आउनु होला धेरै भिड हुन्छ अनि प्लस कोरियन मेडिकलको लागि चाहिँ धेरै कोठाहरूमा जानुपर्ने हुन्छ घाम लास्टै छ तातो भएर चाक पनि पोल्ने होला अब हामीहरू चाहिँ खाना खान जानेछौँ ठिक छ अब हामीहरू जाने 3 दिन पछाडि ट्रेनिङ 3 दिन पछाडि छ रिपोर्ट चाहिँ 3 दिन पछाडि आउनुपर्छ आउने चाहिँ हामी 2 जना नै हो ल अब मैले भेटेदेखि अलिकति त्यो इस्यु भयो
भएन भनेर डिप्रेसनमा पनि झनै झनै गएको थियो झन्डै गएको तर ढिलो टाढो खुसी हुन्छ यदि तपाईँहरू पनि कोही ढिलो हेर्दै हुनुहुन्छ भने कोही चाहिँ अब खुसीमा भएर एकदम डिप्रेसनमा जानुभएको छ अब त हुँदैन होला भनेर आफूले आफूलाई टेन्सन दिनुभएको छ भने चिन्ता नलिनु ढिलो टाढो कोही पनि तपाईँहरूलाई नानी छ तपाईँहरू भनेको दक्ष कामदार एकदम क्वालिफाइड भएको मान्छे हो योग्य मान्छे हो। योग्य मान्छे हो तपाईँहरूलाई अवश्य नै परिवारको प्रतिनिधित्वहरूले छान्नु हुनेछ भन्ने आशा गरेको छु अलिकति छिटो नै लाग्यो अरू मान्छेहरूलाई त्यस्तो खालको रहेछ तर नेपालको लागि चाहिँ मलाई अब बिहानदेखि हामी लाग्नु परेको बल्ल पनि म चाहिँ अहिले घर आइसकेको छु साथीहरू मलाई खानासाना खाएर साथी चाहिँ घर गयो म चाहिँ अहिले यता रुमतिर आएँ बिहानै तपाईँहरू मेडिकल गर्दा चाहिँ बिहानै अलिकति छिटो जानुभयो भने चाहिँ छिटै हुने रहेछ हामी चाहिँ अलिक 10 बजीतिर गएको थियौँ त्यही भएर अलिक ढिला पनि भयो थाहा पनि भएन छिटो गएको अनि कता जाने के गर्ने खासै थाहा पनि भएन यो साथीहरूमा भएर चाहिँ सजिलो भयो यसको ओभरअल ठिकै भयो सबै अब मेडिकल सेडिकल सबै गऱ्यो 3 दिन पछाडि बोलाएको छ जो राम्रै आउँछ होला 3 दिन बुधबार बोलाएको छ ठिकै जस्तो मेरो धरिसक्यो त्यसैको फोन चाहिँ अब रिपोर्ट दिएर मात्रै भन्ने जस राम्रै हुन्छ होला मेडिकलहरू अब त्यस्तो नराम्रो त छैन अहिलेको लागि चाहिँ यति नै अब सिधै भर्दाखेरि मेडिकल लिनु जाँदाखेरि भिडियो बनाउने नै छु मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनु होला हेर्दै गर्नु होला बाई बाई।